ठाडो पानी टिटनास लाग्दैन खोइ कन्ता पोलेन अब खुट्टा काटे नि दुखी पनि गर्नु त पर्यो काम हेलो गुड मर्निङ शिवा के स्यामुना बोल्नु पनि आउँदैन त्यही हो आज चाहिँ बिहानैबाट मैले भ्लग सुरु गरिरहेको छु सबैजना साथीहरूले हेरिदिनु होला अनि सबैजना तपाईँ पनि सन्चै हुनुहुन्छ होला अनि सन्चै छु आज चाहिँ धेरै दिन पछाडि भिडियो बनाउँदैछु त्यही हो हाम्रोतिर चाहिँ बत्ती पनि छैन अनि नेटवर्क पनि खासै राम्रो काम गर्दैन नेटवर्कले त्यही भएर भिडियोहरू बनाएको छैन त्यही हो आज चाहिँ बनाउँदैछु अनि तपाईँहरूले हेरेर साथ दिनुहुन्छ होला भन्ने आशा छ सबैजनाले हेरिदिनु होला हामीलाई पनि माया गरिदिनु होला सानो मान्छेलाई त्यही हो आज चाहिँ हामी कोदो रोप्नको लागि आइसकेको छौँ अनि बहिनी र म छौँ कोदोको बिउँ पछाडि रन्किराखेको छ अनि खेती खन्ने सक्यौँ अब यो खने पछाडि रोप्नुपर्ने हुन्छ मकैबारीमा हो काम चाहिँ मकै पनि साह्रो ठुल्ठुलो छ हाम्रो मकैहरू त्यही हो यता खन्दै जानुपर्ने हुन्छ घरतिर यहाँ अब चाहिँ हामीले कोदो रोप्नुपर्ने हुन्छ खनेर तयारी गरिसकेछौँ बिउहरू यस्तोरी राखिरहेको छौँ अनि अब चाहिँ कोदो टक 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 रोप्नुपर्ने हुन्छ त्यही हो फाइनल्ली म चाहिँ अब बिहानको काम कोदो रोप्यो अनि अब खाना खाने टाइम भयो नि त त्यही भएर जान आँटिरहेको छु गर्मीले लास्ट डे अहिले चाहिँ अलिक बादल लागिरहेछ असारको दिन यस्तो घाम लागिरहेछ कि यस्तो घाम लागिरहेछ अहिले कोदो भर्खर रोपेको हो सुकिरहेछ कोदो चाहिँ सुकुटी भइरहेछ कति दिन घाम लागेको जस्तो अघि भर्खरै रोपेको नि त आज बिहान बरु घाम यति हो नि त त्यहाँ परेर थियौँ यहाँसम्म अब खाना खान जानुपर्ने हुन्छ त्यो 10-11 बजेको घामले यस्तो कोदो सुकिरहेछ भरे झन् 12 बजे कस्तो हुने हो हाम्रोतिर चाहिँ यस्तो घाम लागिरहेको छ है बर्खाको दिनमा पनि असारको दिन भन्छ असारको दिनमा धान रोप्ने टाइम हो नि त पानी झरी पर्ने बेलामा यस्तो घाम लागिरहेछ कोदो अघि भर्खरै बिहान रोपेर यहाँबाट त्यहाँ पर पुऱ्याएको यस्तो भइरहेछ यता चाहिँ घामले गर्दा कस्तै गर्मी पनि भइरहेछ क्यामेरामा चाहिँ अलिक पछि जस्तो छ म खाना खान जाँदैछु खाना बनाउनु चाहिँ अघि बहिनी गइसकेको छ नि त बहिनीले खाना बनाइदिएर मैले रोपेँ त्यस पछाडि अब खाना खाने टाइम भयो कति 10-11-12 बज्न लागिसक्यो होला अनि खाना खानुपर्ने हुन्छ खाना खाए पछाडि फेरि झर्नुपर्ने हुन्छ त्यहीँ कोदो रोप्न घाँस काट्न के गर्नुपर्छ खन्नुपर्छ मकैबारीमा लास्टै जाउ हुन्छ अनि घाम पनि यस्तो लागिरहेछ अल्झल्झी लागिरहेछ तर खाना खाएपछि घाँस काट्दा है कच्च्याको टुक्राको खुट्टाको औला झन्डै सकाइदेऊ ठाडो पानी टिटनास लाग्दैन खोइ खुट्टा खुन त्यत्रो भुइँमा गयो मेरो यहाँ छोड्यो भने त कस्तो पोल्छ यहाँ पहिलेर आउँछ नसुनै गरेको हो नछ परेर कत्रो देख्छ ठुलो देख्छ दुख्छ कन्ता पोलेन गहिरो न गहिरो भित्र चाहिँ बाहिर त त्यति देख्दैन भित्र पो यत्रो डुबेको छ त कच्चा त यति नै पो डुबेको छ त यस्तो गरेर त थुटी निकालेको हल्लाएर के भयो भनिरहेको चोर कमीलाई यो खुनको गन्धामा आएको होला है पक्कै उयो यतातिर गुटुटु आइसक्यो
मजाले लाग्ला। त्यही हो, घाँस काट्ने हुँदा मेरो खुट्टा काट्यो यार, गाह्रो छ मलाई। घाँस काट्दा काट्दै कचियाको टुप्पा यति भाँसियो कि यति यस्तो गाह्रो छ। कचिया त लाग्ने थिएन, तर मेरो घाँस छिनेर आएर नि मेरो कचियाले के भन्छ मेरो खुट्टाको बुढी औली नै झन्डै सफाइदियो। यति यति त भाँसियो, खप्न गाह्रो छ। यतिर चाहिँ अहिले चाहिँ ठुलो यहाँ गम्मै काटिदियो। यस्तो गाह्रो भयो कि घाँस यही काट्दा हो नि, यो मकैको ठेट्ना काट्दाखेरि जिप्टी आएर मेरो खुड्यो। लास्टिक गाह्रो भयो। अब कसरी काम गर्ने यार, दुःख छ। गाउँघरको जिन्दगी यस्तो छ, के गर्नु। अब खुट्टा काटे नि दुखी पनि गर्नु त पर्यो काम। आफ्नो नि त्यहाँ अलिअलि सिरान गराइदिनु भएको हाम्रो पनि यताबाट बाँधिसक्यो। यस्तो गाडी पन्छाउनु पर्छ। ओह खै सक्दैन नै हो, कति दिन जोत्छ नि। सरुवा खानु चाहिँ यस्तो दुःख गर्नुपर्छ यार। अथवा त लामखुट्टेले टोकेर फेरि गाह्रो छ। जो भ्लग बनाउनुले बोल्दै बनाउनु होला, त्यो लाटाको छेउमा उभिरहनु होला। क्यामेराम्यान कुचु कुचु मात्रै गरिरहनु, बोल्दैन। गयो भन्दै बोल्नु त अलिक छिटो छिटो रोप्नु। यहाँभन्दा छिटो पानी पर्नु थाल्यो फेरि। आफू पनि निस्किँदै गर्नु होला। त्यो म त कहाँ निस्किनु, लामखुट्टेले साह्रो टोक्छ हौ। अब टोक्छ त के गर्नु त। हौ दिदी त देख्दैन नि त। अलिक पर गर्नु नि। अनि यत्रो अन्त निस्किन्छ। हाम्रो दिदी चाहिँ कोदो रोप्दै हुनुहुन्छ पानीझरीमा नि। म चाहिँ क्यामेरा राखेर छु। अहिले त पानी 3 बजेदेखि परेको, अहिलेसम्म परिरहेको छ। अहिले 5-6 बज्न आँटिसक्यो।